बुवा आमालाई नमस्कार साथीहरू। के भन्न चाहन्छु भने तपाईँलाई म आज यो धरतीमा तपाईँले हामीलाई देखाइदिनु भयो। यो धरतीमा हामीलाई यति संसार कस्तो रहेछ, यो संसारमा के गर्नुपर्दछ भन्ने तपाईँले हामीलाई यो बाटो देखाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। आज संसारभरि रहेको पिताजीमाथि के अरे आज हामी फादर डे मनाउन गइरहेछौँ र संसारभरि रहेको फादरलाई जसको पनि फादर डे नमनाए पनि फादर डे उहाँको नाममा हामीले नजाने पनि उहाँको नाममा हामीले सबै फादरलाई हामीले के अरे ह्याप्पी फादर भन्न चाहन्छौँ। र त्यसै क्रममा हामी जति पनि तपाईँहरूले अन्धकारमा हामी हिँडिरहेछौँ भने है तिमीहरू अन्धकारमा हिँडिरहनु भएको छ, तिमीहरू सही मार्गमा त हिँड्नुहोस् भनेर तपाईँहरूले केही शब्द तपाईँले हाम्रो गल्ती भयो भने तपाईँले सिकाइदिनुहोस्। र त्यो गल्ती भए पनि तपाईँले यो गल्ती भइरहेछ भने तपाईँले हामीलाई दोहोऱ्याइदिनुहोस् भन्दै आज हामी बुवामाथि हामी धेरै हामी के अरे आभार व्यक्त गर्न चाहन्छौँ। यो हाम्रो सधैँभरि हाम्रो कायम रहोस्, तपाईँको जीवनमा सुख शान्ति रहोस्, कुनै खालको पनि दुःख कष्टहरू नआओस्, कुनै खालको तपाईँको सङ्घर्षहरू तपाईँको अनुहारमा तपाईँको जीवनमा कुनै पनि नहोस् भन्ने खालको हामी यो प्रार्थना गर्दै हामी सानो हामी यसमा गुणगान गीत के अरे ह्याप्पी बर्थडे के अरे फादर डे भन्न चाहन्छौँ। र त्यस पछाडि हामी केक काट्ने होइन क्रममा चाहन्छौँ। त्यसै भन्दैमा म सानो हाम्रो एक दुई शब्द माइलाजलाई पनि राखिदिनुहोस् भनेर विनम्र अनुरोध गर्न चाहन्छु। माइलाजलाई विशेष धन्यवाद दिन चाहन्छु होइन। अनि यो समय आजको दिनमा भनेको चाहिँ अब हामी विशेष गरी फादर डे अर्थात् बुवाको दिन भनेको बुवा भनेको चाहिँ शिर हो, त्यो कुरा हामीले जान्नुपर्दछ। मुख्य कुरा भनेको बुवा भनेको चाहिँ आफूभन्दा माथिको शिर। हामीले छोरा नाति आफ्नो बाउ बाजेलाई चाहिँ जहिले पनि कदर गर्नुपर्छ, उहाँको आज्ञा पालना गर्दै आज उहाँकै कारणले गर्दाखेरि आज हामी यो संसारमा आउन सकेका छौँ, आउन पाएका छौँ। र उहाँहरूलाई यसरी वर्षमा पहिला यो फादर डेमा मात्रै उहाँहरूलाई विस गर्ने होइन कि हामी दिनौँ हरेक दिन बुवा आमाहरूलाई दीर्घ आयुको निम्ति हामीले प्रार्थनाहरू गरिदिनु पर्दछ। उहाँहरूको स्वास्थ्य लाभको लागि, उहाँको शरीरमा लागेको बिरामीहरूको लागि छुटकारा चङ्गाइ पाओस् भनेर हामी जहिले पनि त्यो कुराहरूमा हामीले ध्यान दिनुपर्दछ। र आज चाहिँ यो विशेष गरी बाउको दिन होइन, बुवाहरूलाई चाहिँ खुसी छोराछोरीले छोरा नाता नातिनीले होइन एउटा खुसी साटासाट गर्ने एउटा दिन बनाएको कारणले गर्दाखेरि हामीले यो दिनलाई पनि एउटा मुख्य दिनको अवसर मानेर चाहिँ हामीले यसरी यो कार्यक्रमहरू बुवाहरूलाई हौसला खुसी दिनको निम्ति हामीले एउटा सानो एउटा जमघट गरेर यसरी हामीले कार्यक्रम गऱ्यौँ। धेरै खुसी लाग्दछ। अब अनि विश्वास गर्दछु आजको दिनमा अनि बुवाहरूलाई हामीले जति पनि आशिषहरू दिन्छौँ, उहाँबाट पाएको आशिष त सधैँ छ, तर छोरानातीले पनि अब दिने समय, किनभने हामीले चाहिँ एउटा बुवा आमाहरूले मात्रै दिने त्यति मात्रै हेर्नु हुँदैन, अब हामीले छोरा नातिहरूले पनि दिने समय आएको छ। त्यो कारणले गर्दाखेरि उहाँहरूको आशीर्वाद साथसाथ हामीले पनि उहाँहरूलाई केही प्रदानहरू खुसियाली साटासाट गर्ने समय यो फादर डेमा हामीले अवसर पायौँ, खुसी लागेको छ। अनि यही ठाउँबाट म विशेष गरी मेरो बुवाहरूलाई पनि उहाँ हेरिसक्नु हुनुहुने हो, उहाँहरूलाई पनि म सम्झन चाहन्छु। अनि आजको दिनमा म आफ्नो सासू ससुराको निम्ति होइन यो एउटा विशेष गरी आज सासू त एउटा अस्ति हामीले गरिसक्यौँ होइन मदर डे, तर आज चाहिँ बुवाको फादर डे भएको कारणले बुवालाई चाहिँ हामी आशिष हौसला र खुसियाली र शारीरिक रूपमा चाहिँ एकदम शरीरको मा लागेको रोग कष्टलाई चाहिँ छुटकारा पाओस्, अझ दीर्घ आयु राम्रोसँगले जीवनकालहरू रहन सकौँ भन्ने कुरामा चाहिँ हामीले आशीर्वाद उहाँलाई दिन सकौँ, दिउँ। अनि अहिले हामी यो सबै कार्यक्रममा चाहिँ सफल रहोस् भनेर चाहिँ म अनि यो समयमा उसले मलाई दिनुभएको निम्ति म विशेष धन्यवाद दिन चाहन्छु। र यति भन्दै मेरो छोटो मन्तव्यलाई यहीँ राख्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू। एक दुई शब्द तपाईँलाई अब छोरा छोरी बुहारी होइन आफ्नो नाता नातिनीलाई के भन्न तपाईँ चाहनुहुन्छ भन्ने एक दुई शब्द तपाईँको तर्फबाट ह्याप्पी बर्थडे मनाएको फादर डे मनाएको उसमा चाहिँ छोरा बुहारी नाति नातिनी पलातीहरूलाई जोईहरूलाई लाख लाख कोटी कोटीको आशीर्वाद छ। किनभने राम्रोसँगले शुभ अब कसरी हामीहरूले
प्रकृति गरेर खाएको छ। त्यही अनुसारले उहाँहरूले पनि राम्रोसँगले बाटोमाथि बाटोमुनि नटेकिकन सिधा बाटो हिँडेर राम्रोसँगले आफ्नो शाखा सन्तान परिवार सबै ढाकेर गरेर खाओस्। यति भन्दा मेरो शब्द राख्दैछु। आमालाई पनि यति शब्द राखिदिनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। म त अब के भन्छु र, मेरो त असिसकेको पनि हो। अहिले अब संसारमा भएको पिता पुर्खा बाबुआमा बाबाहरूलाई सबैलाई हेप्पी फादर डे। त्यहाँदेखि पनि भएन भनेर जाँदा भएका रोग लागेकाहरूलाई पनि शान्ति होस्, सबैलाई सबैलाई भलो खुसली भएर बसोस्, शान्ति मिलोस्। मेरो छोरा छोरी बुहारी सबैजना नाति नातिनीहरू सबैले यति गरिदिएकोमा म धेरै धेरै आभारी छु, धेरै धेरै धन्यवाद दिन्छु। मेरो छोरी ज्वाइँ छोरा बुहारी सबै नाति नातिनीहरू सबैजनालाई म आभारी छु एकदमै। मेरो त हँसिसकेको हो। आज त फादर डे मात्रै हो, बाबुहरूले भन्ने कुरो हो, तर मैले पनि भन्नुपर्ने कर्तव्य परेर अलिकति बोलिदिएँ जेसुकै हो। टाढा टाढा भएका छोरीहरूलाई नि सबैलाई सम्झेको छु, छोरा छोरी जाँदा भएका नाति नातिनीहरू सबैलाई सम्झेको छु, देश विदेशमा भए पनि सम्झेको छु, भाइ बहिनीहरू इत्यादिलाई सबैलाई सम्झेको छु भन्दै म यो दुई शब्द यिनै राख्दैछु। मेरो छोरी बुहारी छोरा छोरी नाता नातिनी सबैलाई भरिपूर्ण आशीर्वाद लागोस् हामीले दिएको। यति भन्दै म दुई शब्द यिनै अन्त्य गर्छु। धन्यवाद, थ्याङ्क यू, बाबाई। Happy Father Day to you. Happy Father Day, dear King Guru. Happy Father Day to you. Happy Father Day to you. Happy Father Day to you. Happy Father Day, dear King Guru. Happy Father Day to you. May God bless you. May God bless you, dear King. Happy Father Day to you. Happy Father Day to you. शुभकामना अनि आशीर्वाद हामीले पाएका छौँ। सबै वरिष्ठ साथी रहोस्, हाम्रो बाबु जति पनि रोग कष्ट उहाँका आयु दीर्घ आयु खाना पनि ल्याइदिनु त। हुन्छ छोरीहरूले ल्याइदिनु त। होइन आमाले लगाइदिनु होइन खाना हो। ए गुड जब खाँदैन खाँदैन अलिकति खाँदैन अलिक ठुलो मुख खाऊ। आमा 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 बाबुले खाँदैन आमाले यहाँ पाकेर बाबु यति नै हो अलिकति ल माइला छोरा खोइ माल्दा जो माल्दा जो मेरो आपालाई ह्याप्पी बर्थडे विषय कि दिएको छु आपालाई मैले पहिला दाजु आउनु पर्थ्यो। त्यही त नि दाजु टोली लाग्यो अरे आमाले के खान्थे बाबुले खान्थे के गरे मजा लगाइदिनु पर्छ। दुईजना होइन मेरो हात एकछिन पूर्ण निकाल्यो भनेको
रुचि राख्दिएको आमाले पनि लगाइदिएको 100 रुपियाँ दिएको छु ल्याएर बस्नु आमा अलिकति आउनु नि बिचमा बेसी अनि अस्ति मैले दलिसकेको छु भयो त्यो चिज हाल्ने पूर्ण सर घुँडामा हात लाउने बाउले जान्दछ हौ 20 रुपियाँ माइला छोराले टाइसनको 20,000 माइतीको टन मैले चाहिँ मैले पनि खेल्न कान्छीबारी आएको कान्छीबारी कान्छी ल आइहाल्नु चाहिँदैन यहाँ हाम्रो यहाँ म त टिका लाउँदिनँ म के खाऊँ केक मात्रै खाँदैन बाउले खानु आज खाने दिन पो यदि त खानु पर्ने हो नि त लुलु मेरो कता हो के होइन त मेरो त एकपट्टि बाउले लगाइदिनु एकपट्टि बाउको के भएको छ नि कम्ती पर्छ ह्याप्पी फादर्स डे मैले मलाई साथीको झुट ल दुईजना छ स्टेसन आजको दिन चाहिँ बाउ बुवाहरूको विशेष गरी बुवालाई शुभकामना छ अनि यसरी बाउ आमाको बिचमा बसेर आज भिडियो पनि गरियो फोटो पनि खिचियो अनि ह्याप्पी फादर डे पनि बुवालाई धेरै धेरै शुभकामना छ फेरि पनि अनि ल बाउलाई आशीर्वाद लाख कोटी कोटीको आशीर्वाद जेठा छोरा डुप्लिकेट मेरो आमा बाबु छ रहेछ अहिले पनि भन्ने हो भन्न खोजेछ पो त हो पर्दैन पैसा दिन पर्दैन त यो केक मात्रै खाँदैन प्याक प्याक भइजान्छ नि कता गोर्थे पनि होइन पर्दैन हौ केक मात्रै खाँदैन हुन्छ केक खाँदैन पैसा दिनु पर्दैन त 5,000 अस्ति दिएको मलाई त पर्दैन है मोडे धेरै यहाँ पैसा राख्नु पनि हुँदैन यो कालो 1 रुपियाँले नदिनु हुने भन्छ भाग्यम पनि भाग्यमानी मेरो केक खाँदैन के खाँदैन टिका लगाउने अलिअलि यसो के खाँदैन भाइ आधे पाधे भन्न हो सोच मलाई त नुहारमा गएको लो परमेश्वर आमाले चाख्छ ए आमाले त खाँदैन आमाले त खान्छ ए भाइ हुन्छ जति हुन्छ आज विशेष गरी बुवाको निम्ति बुवाको हुन्छ आज म चाहिँ अस्ति सकेको आमालाई देख्छु आमा बाबु साथी बसेको
आशीर्वाद दिन ल कोटी कोटीको आशीर्वाद। धेरै धेरै धन्यवाद मेरो छोरालाई। यो चाहिँ खाने ह्याप्पी फादर्स डे दिने कुरा है। धन्यवाद मेरो कान्छी बुहारीलाई। धन्यवाद धेरै धेरै धन्यवाद। छ तिमीलाई खदा है। कान्छा पारा पहिल्यै खाने बाउलाई सदा छोरी ज्वाइँलाई लागिन्थ्यो भने आज छोरी ज्वाइँ बुहारी टर्न आउँछ नि त। किन आपत लागेको मात्रै? कोही कोही बेला छोरा बुहारी छोरी ज्वाइँ कोही कोही बेला जुगु दिदी हेरिरहेछ जेठी छोरी हेरिरहेछ। फादर डे आपा गालामा हात लाएर हेरिरहेको के डढे बनाएन डढेको अलि आयु बढो हाम्रो बाउ बाँच्न बाबै भयो त अनि लु सक्यो बाँच्न बाबै बनाएर के अरे छोरी ज्वाइँ छोरा बुहारीहरू सबैजना भएर नाता नातिनी सबैजना भएर जति पनि देशमा भएको बुवा आमाहरू सबैलाई आजको ह्याप्पी फादर डे भन्दै म यसको सबैको दीर्घ आयु होस् र शुभकामना पनि होस् भन्दै म यति एक दुई शब्द हिँडे राख्छु। मेरो छोरी ज्वाइँहरू छोरा बुहारीहरू नाता नातिनीहरू सबैको सदा दिन शिर खडा गरेर हिँड्नु परोस्। आँखेको ताकेको चिताको सबै पुगोस्। मेरो छोरी ज्वाइँ छोरा बुहारीहरू छोरी बुहारीहरू सबैले कुनैमा नराम्रो यस्ता कुराहरू कसैबाट केही कुरोहरू नसुनोस् नहोस् भन्दै म दुई शब्द हिँडिराख्छु। धन्यवाद। अलिअलि के खाँदै बाजेलाई पहिला उता बोजूलाई पनि त्यहीबाट धन्यवाद। खोइ बाजेलाई पनि भाग्यमानी मेरो नाति तर खोइ आज बाबुको फादर डे मनाइन। ल आप्पाले बोलिदिनुहोस् अब तपाईँले चाहिँ आजको दिनमा होइन सजिलो छ। हेप्पी बर्थडे मनाइदिएकोमा छोरी ज्वाइँ नाति नातिनी छोरी बुहारीहरू सबैलाई लाख लाख कोटी कोटीको आशीर्वाद छ, दीर्घ आयु छ। किनभने अब हामी छोराको बर्थडे मनाइदियो हामी थिएन भने के गर्थ्यो भन्ने आजैसम्म हामी 100 वर्षसम्म चाहिँ बाँची बसिरहँ। नाति नातिना छोरी ज्वाइँले सबैले हामीलाई सुरक्षा राखिदिउँ भन्दै यति शब्द राख्दैछु म। लाख लाख रुपियाँको केक काटेको छौ यस्तै सधैँभरि पुगिरहोस् मेरो छोराछोरी पुनमले अघि सक्छ सबैजनालाई।
यो गर्छ अनि यहाँ के अरे नानीहरू पनि आउँछ नि त अनि के अरे नानी आइज हामीलाई खै लु बाजेलाई खाँदै अनि मलाई खाँदै मेरो नातिनीहरू सबै हाम्रो हेरौँहरू सबै बर गएको मलाई सबै बर्गर यहाँ नै होला त सानो ऊ बाजेलाई यहाँनिर बाजेलाई के खाँदै बाजेलाई एकछिन कसरी गर्नुपर्छ अलि बोजूलाई त्यही थ्याङ्क यहाँ राख यो चाहिँ त त्यसले होइन यसले यो अम्लाले यसरी हो लगाइदेऊ अलिक यता के गर्दा बाउलाई यहाँ लगाइ नमस्कार सबैलाई साझा लवज अथवा सेवाहरू आज हामी किन भेला भएको कारण चाहिँ भने चाहिँ हाम्रो फादर डेको कारणले गर्दाखेरि हामी छोरा बुहारी सबै छोराछोरीहरू सबै हामी भेला भएर चाहिँ नाता नातिले सबै भेला भएर चाहिँ हामी के अरे बुवा आमालाई अथवा बुवा विशेष गरी बुवालाई आशीर्वाद दिँदै र आशीर्वाद हामीले के अरे बुवाबाट लिएर हामीले यो सन्दर्भमा हाम्रो के अरे नाता नाति कति रहेछ त नाता नातिले बुवाको भन्ने यो सन्दर्भ पनि हुन्छ र यो क्रेडिट भनेको बुवामाथि जान्छ र यो त्यही कारणले गर्दा राखेको उहाँ हुनुहुन्छ जेठा छोरा अम्बर राजा के अरे ड्राइभरसन्द गिरेमा माइला दाइजी नभएको कारणले गर्दाखेरि उहाँलाई पनि हामीले मिस गरिरहेको छौँ र जति पनि हामी सबैजना हामी के अरे आफ्नो आफन्तहरू सबै भेला भएको छौँ र त्यो भएर हामी आज हाम्रो यो समय हाम्रो चित्तदायी अथवा युवतीले समय दिएको कारण के भन्नु र फादर डे मनाइयो आज होइन रमाइलो सबैजना भेटघाट भयो होइन सधैँ भएको थिएन आज भयो रमाइलो होइन सधैँ यसरी मनाउनु भयो फादर डे होइन सबैजना भेला भएर एकजुट भएर होइन मनाउनु पाऊँ सधैँभरि त्यही नै मेरोबाट धन्यवाद सिद्धार्थलाई र यो सन्दर्भमा यो जोड्न चाहन्छु बुवा र के त्यो शब्द बुवाको निम्ति आज हामी यो के अरे जुटाइदिएको कारणले गर्दा परमेश्वरको अवसरले हामीलाई परिवारलाई सबैले दिनु भएकोमा धन्यवाद दिँदै यति शब्द हाम्रो अमर दाइलाई पनि दिन चाहन्छु अब त्यही हो के अरे सबै कुरा अब जयले भनिहाल्नुभयो सबै कुरो त्यही हो एउटै कुरो हो त्यही हो है सावधान भन्नु खोजेको चाहिँ जता छोराको विषय चाहिँ अब जति राम्रो बाँड्दै गयो त्यही नै हो त्यही राम्रो नै अन्तिमसम्म नै भन्ने खालको सन्दर्भ खुसी लाग्यो सबै भाइहरूलाई धन्यवाद तपाईँलाई पनि र यसै अवसरमा के यति शब्द राखिदिनुहोस् भन्ने मेरो कान्छोजनामा भेटघाट हुन्छ रमाइलो गरिन्छ सबैसँग भेटघाट आउँदैन आफ्नो व्यस्त कामले भ्याइँदैन यही बेला हो भेटघाट यस्तै बेलामा जग्गा यसो रमाइलो रमाइलो हुन्छ भन्दा
भेटघाट हुँदैछ त्यही हो फादर डे फादर डे जर्जियामा चाहिँ धेरै मिस गरेछु अनि ह्याप्पी फादर डे टाढा भए पनि होइन जस्तै यहाँ पनि छ यहाँ साधु भाइको बाउ भयो मेरो बाउ जस्तै बाउ छोरा जस्तै ससुरा छोरीहरूले माने बसेर ह्याप्पी फादर डे मनाउन पायो खुसी लाग्यो अनि मेरो बाबुले जर्जियामा हुनुहुन्छ उहाँलाई धेरै मिस गरेछ अनि ह्याप्पी फादर डे टाढा बसेर लाग्यो त्यति नै के भन्ने है त्यही हो ह्याप्पी फादर डे सबैलाई बाबाहरूलाई सबैलाई ह्याप्पी फादर डे त्यही हो